खाए जान्नु पाउँछ अब यहाँ त्यो पानीमा पितो हुन्थे सर्फ होइन आउँछ हिलो त्यो आइगा नि पानी छिर्छ अन्त छिर्छ क्या ए पानी छिरेर के हुँदैन यो चाहिँ मैले डालेको थिएँ क्या फेरि आइज म देखाइहाल्छु आज चाहिँ पक्कै झार्छु है म त म त उड्दिन्छु नि कसम कता उड्छ यत्रो बिहे भयो भने च्याप्पै खुट्टामा समातेर माथि उडाउँछ नि माथि डिलमा आएर टक्क बस्दिनँ अब तर गम्बुट बसेको यसरी भएर चाहिँ उकालो होइन ऊ यहाँ पर त त्यो भिरनिर भन्छु कता क्या त्यो पहिरोदेखि अलिकति उठ्थ्यो क्या पहिरो त देखेको छु उपाली त्यो अलि मासतिर त्यो रुखमा कता ए सापको रुख ए ऊ त्यसै रुखमा रहेछ नि के हो झ्याम्म छ क्या त्यो रुख त्यो ऊ त्यसो मौवा ए के हो हो कि चिलाउनेमा भन्दा हाल्नु अप्ठ्यारो हुन्छ त्यो नमार्नु यसलाई बाटो देखाइदिएको नि अनि गमुट लाग्छ खाली खुट्टा अब टोक्छ भन्नु होइन ठोकिएर लड्छ नि त अरे पारीको टसले पो गिद्दी गर्ने हो त केही हुँदैन गोलीले फेरि पानी लागेछ क्या यहाँबाट उकालो मजाले बाटो खालि पर यहाँबाट आउने चाहिँ अब पहिरो गइरहेछ ऊ पहिरो ठाउँबाट अब यहाँबाट हुँदैन होइन हुँदैन देखाउँदै देखाउँदैछ बाटो
हान्दा लातीले बेला छैन हँ पर उता जाउँ न छैन नि कहाँ छ उता यहाँ आएन यहाँबाट छिर्छ न हुन्छ कता गयो एउटा हो छैन थुक्कारण कहाँ बसेछ त यहाँ त्यसरी त बसेन होला है तर अहिले बर्खामा त बस्नु पनि सक्छ नि फेरि हँ ला देखा देखा राखे खेले त आम्मा यो त अनि बाघ हिँड्ने जङ्गल जस्तै रहेछ त अनि के थियो आम्मा त्यो बन्डार हो चिन्छु बाहिर होइन जाउँ जाउँ कहाँ थियो बुढाखाल लिएर सिक्ने लाग्थ्यो लानु छ त जाँदैछौँ एकछिन लाइट सुब्बा थियो अनि कहाँ चाहिँ शुक्रबारहरू जान्छ कस्तो पक्षमा दिएको
घना जङ्गल आइपुग्यो अब यहाँ त घना छ नि त है उता हेर्न हो केटा यता त हेर्न हो त्यता यहाँ त अल्छेलाई हो क्या टोक्ने चाहिँ कसम हो कस्तो हो अब पर्यो भने हामीलाई टोकेकै छैन नि के मलाई हो जङ्गल चाहिँ कहाँ त्यो उसले होला नि जस्तै बिखले मरेको त्यो माथि मुसाको बिउ के ऊ खाएर ऊ त्यहाँ ऊ त्यहाँ खुट्टामा देख्दैनस् मुसाको दबाई खाएर मरेको अरे क्या एउटा भाले यो पो त मल्लेडाको थिएँ पात यो खैरो खैरो पात हो यो खानु नि हुन्छ खाने त हो नि सुदाना गुलियो गुलियो हुन्छ अलिक काँचो काँचो हुन्छ ओडा रहेछ होइन कस्तो एउटा ऊ पनि नभेटेको यार हो कि भन्नु केटा यहाँ कहिले क्या पहिलादेखि नै यस्तै हो क्या टोइलेट कहिले साफ नगर्ने कहाँ मेलको यो रुखमा कलचुडा रहेछ छैन होइन अन्त आमामा जुन हेर्न कस्तो दामी निस्केको फेरि अन्त नि छोडै आमामा खोइ ए हान्नुपर्छ त्यसलाई एकछिन मरो क्या त्यो बगेर गुडमै एकछिन न म नि आउँदैछु खोइ कहाँ छ ए ऊ त्यो धुलोको पो खोइ त्यो मार यो देखाएर यहाँ चाहिँ म देखाइहाल्छु नि लु देखाउनु त आम्बो कस्तो धुलो पर्छ अलि माथि आएर हो हान्छस् ल हान त यो कहाँ लाग्छ त्यो धुलोमा त अनि उतालाई देखाउनु लाग न गरे ला त देखा उही जाँडा कसरी हान्छौ यसो देखाउँदैछु तल देखाए अलि तल देखा यहाँ क्या यहाँ कहाँ लाग्छ त त्यहाँ यताबाट एउटा जानु खै देखा त्यो धुलोमा छिरो भने चाहिँ मर नि फेरि देखा न अब टस अलि मुनि देखा हो त्यहाँ लु मैले देखिनँ नि त देखिरहेको थियो यत्रो तल ढुङ्गा लगाएर चाहिँ खै जान्छ म हान्छु ला देखा ठ्याक्कै देखा है छिरो नि त भित्र
लाग्छ भित्र छिरो नि दाइ यो अन्त छिरिसकेछ ठिक्क लुगो नि दाइ छोड्दै दाइ त्यहाँ खङ्ग्रामै बनाइदिउँ न त्यो दुलोमै छिरो नि त टाउकोमै लाग्छ छिराइदिइहाल्छ यसरी नै यहाँबाट नदेख्ने रहेछ नि त अहिले तल देखाएको पऱ्यो त्यही दाइ ल ल अब काट्दै हान्दैछु एकछिन दाइ म यहाँ देखाउँछु ल एकछिन कहाँ छ दुलो ल उतै भएको कस्तो तल लाग्यो एकछिन नै त्यही छ ती छ एउटा छ जाने भित्र छिरो यताबाट देखियो यतापट्टि रहेछ कहाँ ए बुढो पो रहेछ जो भइदिए दामी देखाइदिनु कहाँ हलेसो त गुडमा भन्दा बस्दैन क्या अर्थ के जस्तो गरेर दाजु पिछा फेरि क्या हो जाऊ के छ हौ यता रोहित के छ हौ यता हामी काली छानेर आएको यहाँ पर्दैन के भन्छ हिँड्नु जो यहाँ पर्दैन काली छानेर आएको राति राति भूत हुन्छ नि त अनि फेरि के हुन्छ ल बोलेको भूत हुन्छ लाड त्यस्तो बोल्ने हो झन् के भिडियो गराइदिनु राति कसलाई देख्छ त झाँटे अन्त आफूलाई देखिरहेको त नि हेरौँ त यहाँ भिडियो आफूलाई देखिरहेको त भिडियो गरेर हिँडेको म्याच कस्तो कस्तो अनि मुख चाहिँ कस्तो हो क्या म भिडियो गरेर हिँडेको म्याच म बोलेको त गिद्दी अब रक्सी खाएको बेला मुला भिडियो गरेर हिँड्ने त नि तिमी खान्छ कसको के छ भनेर अनि सबै हेरेर हिँड्छौ रोहित त्यसलाई भिराइहालेछ ओ रोहित